स्टर्न गरेर देश चल्दैन भने देश बन्न विदेशबाट ऋण लिएर लुट्नै पर्ने हो त उपमेयरज्यू। आशा गरौँ युवा नेत्रीले पक्कै यसको जवाब उपयुक्त मौका हेरेर दिने छिन्। 4 पटक एसएलसी फेल भएकोलाई शिक्षा मन्त्री बनाएर देश बन्छ त उपमेयरज्यू। भ्रष्टाचारमा मुछिएका आरोपीलाई अर्थमन्त्री बनाएर अर्थतन्त्र बलियो हुन्छ त उपमेयरज्यू। झुट बोल्न लज्जा नमान्ने मान्छेलाई प्रधानमन्त्री बनाएर देश इमानदार बन्छ त उपमेयरज्यू। बलात्कार आरोपीलाई पार्टीमा खुल्ला साँडे झैँ छोड्दा देशमा छोरीचेली सुरक्षित हुन्छन् त उपमेयरज्यू। 10 वर्ष लगाएर एउटा पुल नबनाउनेलाई पूर्वाधार मन्त्री बनाएर विकास हुन्छ त उपमेयरज्यू। सरकारका हरेक निर्णय लुकाउने र झुट बोल्ने अनि अरूको जिब्रो थुतौं भन्नेलाई सूचना प्रविधि मन्त्री बनाएर लोकतन्त्र जोगिन्छ त उपमेयरज्यू। देश बेच्ने सम्झौतामा हस्ताक्षर गर्ने मान्छेलाई राष्ट्रवादी भनेर प्रचार गर्दा ऊ राष्ट्रवादी हुन्छ त उपमेयरज्यू। आफ्नै पार्टी फुटाउनेलाई लोकतन्त्रको संरक्षक बनाएर मुलुक चल्छ त उपमेयरज्यू। मन्त्री हुँदा 5 तलाको घर बनाउनेलाई गरिबी निवारणको जिम्मेवारी दिँदा गरिबी हट्छ त उपमेयरज्यू। 2 कक्षा पनि नपढेका मान्छेले संविधानको व्याख्या गर्दा गणतन्त्रको रक्षा हुन्छ त उपमेयरज्यू। झुट्टा सपना बेच्नेलाई दूरदृष्टि भएको नेता मान्दा देश अगाडि बढ्छ त उपमेयरज्यू। आफ्ना मानिसलाई मात्रै अवसर दिएर बेरोजगारी हट्छ त उपमेयरज्यू। जनताको करबाट विदेश घुम्नेलाई राष्ट्रवादी दौडा भन्ने हो त उपमेयरज्यू। खरबौं भ्रष्टाचार गर्दा नि आँखा चिम्लिएर बस्ने आफ्ना जोगाउन लागि पर्ने तर देखाउनलाई सुशासन समिति बनाएर देश बन्छ त उपमेयरज्यू। 1 लाख युवालाई रोजगारी दिन्छु भन्नुपर्ने सरकार सञ्चालक दलले बेरोजगार युवालाई सडकमा ल्याएर रोजगारी मिल्छ त उपमेयरज्यू। स्टर्न गरेर देश चल्दैन भने देश बन्न विदेशबाट ऋण लिएर लुट्नै पर्ने हो त उपमेयरज्यू। विदेशमा भए युवा भेडा चराउने, देशमा भए नेताहरूले भेडा बनाउने भए मात्र देश बन्ने हो त उपमेयरज्यू।